हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। म जाँदैछु घुम्न। बिहानको 5 बजेको छ अहिले, ट्याक्कै परेर जाम लागेर भर्खरै खुलेको छ। अनि म घुम्नलाई त्यहाँ क्लास जाँदैछु। क्लासबाट सबैजना जम्मा भएर जाने अरे सर हुँदै होइन चिसोमा। अनि त्यहाँ हाम्रो क्लासमा फेरि मोबाइल लग्न अलाउड थिएन कि, त्यसैले अनि म उता डाँडामा गएर भिडियो बनाएको थिएँ होइन। टक्क हाम्रो गाडीको एकैछिन फोटो पनि हेरिहाल्नु होला। हामी गएको चाहिँ चितलाङ हो। चितलाङ भने चितवन ट्याक्कै पुग्यो, गाडीबाट चढ्यो सरहरू र साथीहरू। म यसो कपाल मुसार्दै हिँडिरहेको थिएँ होइन। म कसरी एउटा ग्याङहरू आउँदै थिएँ, तर मलाई लाज लागेर अलिकति नदेखाएर हिँडिरहेको थिएँ होइन। सर बाटो चाहिँ यस्तो बवाल छ होइन, यो ठाउँ पनि बवाल रहेछ। टक्क बाटोदेखि चाहिँ हामी आएको रिसोर्टमा पुग्यौँ होइन। यस्तो कपाल कस्तो देखियो भनेर हिरो भएर आइरहेको थियौँ। अनि साथी पनि टक्क पछाडि देखिहालेछन् होइन। अनि सेन्से पनि पुरा मेरो क्यामेरातिर हेरिराख्नु भएको थियो। सर र पारेर हामी आएको रिसोर्ट चाहिँ यही हो है, पिङ खेल्ने ठाउँ रहेछ त्यहाँ। टक्क रिसोर्ट पनि बवाल छ। यो खेल्दा चाहिँ के भन्छन् है साथीहरू, भनिदिनु होला है। मलाई खेल्न नआए पनि टक्क एउटा छिराइदिन्छु कि मैले। सर र पारेर पहिलोचोटि खेलेको हो नि त, त्यही पनि लट्टे 2-2 समातेर खेलेको। यो साथीले चाहिँ मलाई सिकाउँदै थियो यस्तो यस्तो गर्ने भनेर होइन। टक्क पारेर यो चाहिँ छिरेन के, मिस्टेक भइहाल्यो। बवाल थियो गेम, तर बवाल रमाइलो भयो होइन। यो गेम खेल्न चाहिँ एकदम बवाल थियो। यो साथीले चाहिँ सुरुबाट खेल्ने भनेर सुरुबाट मिलाएको थियौँ होइन। टक्क तर मलाई कान्नीमा हान्ने हो भनेर पनि थाहा थिएन कि। पछि मलाई यस्तो सेतोले यसमा हान्ने हो भनेर बल्ल थाहा भएको होइन। त्यो एकै ठाउँमा जम्मा गऱ्यो होइन साथीले, टक्क पारेर सर र मिलाउँदैछ। अनि म फेरि यसो पारामा उभिँदै हेरिरहेको छु कहाँबाट कसरी खेल्ने भनेर। सबै रातलाई बिचमा हाल्नुपर्दो रहेछ। अनि भन्दैछ साथीले यो निकालिरहेको थियो। अनि साथीले चाहिँ निकालिरहेको थियो होइन। अब हामी खाना खाएर के भन्ने ठाउँ घुम्न जाने भन्दै थियो होइन। घुम्न गएपछि टक्क सेन्सरलाई अगाडि डोराएर हाम्रो यो दाइ अनि कहाँ हो के हो भन्दै थियो होइन। साथी र म सर र घुम्दै थियौँ। ब्रेक लगाऊ, ब्रेक एकछिन। जुन छ नि लास्टसम्मै गर्ने कि बिचमा टुङ्ग्याउने हो। हाम्रो त तपाईँ गाडीमै हो। अब लास्ट भनेको तपाईँको लेप्चिपिकालीन स्टुपा भनौँ, नेवारी बस्तीसम्मको हो। सातधारा सरस्वती मन्दिर भएको ठाउँ, त्यो एरिया चाहिँ अलिकति रमाइलो ठाउँ छ। जङ्गल पुरै ढाकिया जङ्गल छ। अनि भित्र चाहिँ उ छ कि धारा, अब खोला जस्तो टाइपको। अनि त्यसपछि फोर्ट हाम्रो भनेको लेप्चिपिकालीन स्टुपा प्लस अब हाम्रो नेवारी बस्ती माझगाउँ भन्ने ठाउँ चाहिँ पुग्छौँ हामी। अनि त्यहाँबाट ब्याक भएर चाहिँ अब अर्को वेबाट यता नासपाती फार्म हुँदै चाहिँ अनि यता रिसोर्ट झर्छौँ हामी। हाम्रो पहिलाको हजुर यहीँबाटै हो जाने, त्यहीँबाट हो भन्न चाहिँ यो कुरा। अब किन त्यहीँ जम्मा आउनु भन्दाखेरि त्यहाँनिर भन्नुपर्ने कुरा हो, अलिकति अब बिचमा पऱ्यो। यहाँबाट पहिला सुरु हाम्रो चिज फ्याक्ट्री हो। साथीहरू हेर्नुहोस्, अब हामी चिज फ्याक्ट्री बाख्राबाट बनेको चिज फ्याक्ट्री जाँदैछौँ। आमा बाख्राबाट बनेको चिज अरे क्या बवाल। दाइ मेरो पछि आउँदै हुनुहुन्छ होइन। टक्क अनि हामी यहाँ फेरि हामी सबै पढ्नु भए नि होला सायद त्यो कुराहरू। नेपाल चाहिँ पहिला 2224 राज्य हुँदाखेरिको कुराहरू। उहाँको राज्य गोर्खा थियो, यता मकनपुर उहाँको ससुराली, पहिलो रानीको चाहिँ माइत भनौँ, उहाँको पहिलो ससुराली मकनपुर गढी है। उहाँ चाहिँ अब ससुराली चाहिँ आउने जाने क्रममा चाहिँ उहाँ जुन यो देउरालीबाट चन्दागिरी जुन ऊबाट चाहिँ उहाँले चाहिँ काठमाडौँको जू हेर्नुभयो त्यतिखेर भनेको अब 2224 राज्य हुँदाखेरि काठमाडौँ भनेको चाहिँ तपाईँको हरियाली फाँट थियो कि, अलिक हरेक घरको फाँट भएको छ भन्ने कुरा त्यस्तो थियो। त्यो चाहिँ उहाँलाई एकदम मन पऱ्यो कि। अनि त्यसपछिबाट चाहिँ यो ठाउँ चाहिँ म आफ्नो बनाउँछु भनेर चाहिँ उहाँ लाग्नु भयो। त्यसपछिबाट चाहिँ जुन एकीकरणको चाहिँ सुरु भयो। जुन इतिहासमा चाहिँ यो पहाड चाहिँ तपाईँको जुन नेपाल एकीकरणमा चाहिँ मेन भूमिका खेलेको पहाड चाहिँ यो भनेर चाहिँ लेखिया नै छ। त्यो इतिहासको कुरा भयो। सेकेन्ड कुरा चाहिँ तपाईँको धार्मिक कुरा। तपाईँको अब त्यतिखेर जुन दक्ष प्रजापतिले चाहिँ जुन महादेवलाई चाहिँ जुन हुन्छ नि अपमान गरेर चाहिँ जुन उ गरे, जुन त्यो सहन नसकेर चाहिँ जुन सतीदेवी चाहिँ अग्निमा हाल्नु भएको थियो नि, सोच्तानी पढ्नु भयो होला जुन। अब त्यो कुरा चाहिँ आउँछ कि त्यसमा चाहिँ। त्यतिखेर चाहिँ जुन अब महादेव चाहिँ बौलाएर चाहिँ जुन सतीदेवीको जुन शरीर चाहिँ अग्निले भस्म गरेन, त्यही मृत शरीर चाहिँ जानुभएको होला। त्यो सेकेन्ड टप जुन छ नि टावर जस्तो भएको छ, चन्दागिरीको जुन
यो एउटा साथीहरू छ नि त्यो चन्द्रमा जस्तो यसो ढल्केको पहाड त्यो चाहिँ चन्द्रगिरीको पहिलाको बनेको अरे है। चन्द्रगिरी जुम गरेर देखाउँदैछु म चाहिँ। ऊ परिरहेछ चन्द्रगिरी होइन, चन्द्रमा जस्तै भएर चन्द्रगिरी भनेको अरे पहिला होइन। टक्क अनि मैले यताउता कुरा सुन्दै अनि सबै हेरिरहेको थिएँ होइन टक्क पारेर। अनि दाइले भन्दै हुनुहुन्छ अझै सुन। यहाँबाट उता चाहिँ मकवानपुर भयो, यहाँबाट उता मकवान यता काठमाडौँ यता धादिङ अनि यता मकवानपुर। ए भनेपछि चितलाङ मकवानपुरमै पर्यो। मकवानपुरको लास्ट सिमाना। सिन्सी अगाडि हिँडिराख्नु मात्रै होइन टक्क अनि भ्यू गर्दै यस्तो बवाल भ्यू गर्दै म फेरि यसो पारामा हिँड्दै थिएँ होइन। सर अब ग्याङहरू पछाडि आउँदैछन् टक्क हेर्नुहोस् है। आमा ठाउँ चाहिँ एकदम बवाल हो कि फेरि बवाल रहेछ होइन। टक्क म फेरि साथीले के भनेर हाँस्दै थिएँ टक्क सेन्सेरी त्यता अगाडि हिँड्दै थिएँ होइन टक्क पारेर। अनि ऊ त्यहाँ अगाडिको स्कुल रहेछ, त्यहाँ स्कुलमा फेरि जाने भनेको थियौँ तर स्कुल चालु भएको हुनाको कारणले गएनौँ टक्क। अनि हाम्रो दुइटा हिरोइनहरू अगाडि हिँड्दै थियो होइन, मलाई पनि भ्लगमा देखाइदिनु भनेर टक्क म फेरि उकालो हिँडी यस्तो थाक लागिसकेको थियो त्यो हेर्न है। आमा यस्तो उकालो रहेछ फेरि यस्तो मजाले फेरि दुइटालाई देखाइदिएँ मैले एकछिन टक्क पारेर। अनि दाइले फेरि के भन्दै हुनुहुन्थ्यो टक्क बाटोमा कुरा गर्दै हिँडिरहेको थिएँ होइन म। 14 सालदेखि चाहिँ सुरु भयो। 14 सालदेखि साथीले फेरि मलाई पनि ब्लगमा देखाइदिएको भनेर टक्क होइन देखाइदिएको होइन। सर हिँड्दै थियौँ हामी फेरि सर। अहिलेको उमा भन्दाखेरि फार्म हाउस भनौँ न, आफू अब अन्नकै अब कतै जाने आउने बेलामा चाहिँ बस्ने ठाउँ। स्कुल अहिले भन्दा नि तपाईँको यो त 14 सालदेखिको स्कुल, 2014देखिको पिएस 1200। अनि त्योभन्दा माथि माथिल्लो लेभल अब अलिकति माथिल्लै पालानी मदन भण्डारी कलेज हाम्रो सवार हुने गाडी नचल्दाखेरिको कुराहरू हो कि 1965 भन्दा अगाडितिरको कुराहरू। त्यसपछि त हाम्रो बाहिरको बाटो खुले त्यतिखेरै हो, गाडी चल्न थाल्यो। दाइको सबै कुरा सुनेर होइन टक्क पारेर अनि म फेरि चिज हेर्नलाई गइरहेको थिएँ त्यो पसलमा होइन। टक्क फेरि चिज अनि पसल पनि बवाल रहेछ होइन टक्क। अनि फेरि हेर्नुहोस् है चिज अब देखाउनुहुन्छ दाइले। अनि यो कति छ अहिले 250 होइन, यो चाहिँ 1500 छ पर पिसको चाहिँ। केजीमा लिँदाखेरि चाहिँ तपाईँको 3000 र 4000 छ पर केजी। अब अरू चिज हेरिकन राम्रो पनि हो। साथी र म टक्क हिँडिरहेको थियौँ होइन सर पारेर। म फेरि एकदम फेरि स्पिडमा हिँडिरहेको थिएँ कि सर दौडेर होइन। भिडमा पनि बवाल छ नि त मेरो एक्सपिरियन्स फेरि भिडमा पनि दौडिदिने फेरि यति फास्ट हिँडिरहेको थिएँ कि कोहीले नभेटाउने तरिकाले। तल सातधारा रहेछ, सातधारामा गइरहेको थियो होइन टक्क फेरि स्पिडमा दौडिरहेको थिएँ कि सर र साथीले भिडियो बनाइदिरहेको थियो होइन सर पाराले। अनि फेरि म फेरि एकछिन है यो साथीले फेरि साधाराको बारेमा पानी मेरो साथी हजुर कति धाराको पानी? 7 धाराको पानी। यो पानी खायो भने 6 वर्ष फिक्स बाँच्ने। यो साथीले सातधाराको बारेमा भनेपछि सकेपछि अनि दुइटा हिरोइनहरूलाई देखाइदियो। अनि सरहरूले फेरि फोटो खिच्ने भन्दै थिए। अघि दाइले भन्नुभएको थियो नि नास्पाती फार्ममा जाने भनेर। अनि ट्याक्क फेरि नास्पाती फार्मको बाटो हिँड्दै थिएँ म फेरि। सरहरू हेर्नु न उति फास्ट हिँड्छु त्यो दिदीहरूसँग गफ गर्दै यसो हामीलाई नदेखाऊ है भाइ भन्दै थिएँ। तर पनि मैले देखाइदिइहालेँ। म फेरि पारा दिनभरि हिँडी थाकिहालेको थियो। अनि साथीहरू खाना खाने ठाउँमा भेटौँ है अब हेर्नुहोस्। म फेरि खाना खाइरहेको थिएँ होइन, हाम्रो ग्रुप फेरि ख्याप्प खाना खाइरहेको थियौँ। मैले फेरि ल्याम रन्काइदिरहेको थिएँ बात होइन। अरे यार गरिबको छोरा यार के चमचले खाने भनेर हातले ल्याम रन्काइदिरहेको थिएँ होइन। यो साथीले पनि रन्काइरहेको थियो। अनि खाना खाएपछि डान्स गर्ने भनिरहेको थियो होइन। म फेरि एकैचोटि डान्समा गएर यसो नाचिदिन्छु उफ्रिएर होइन। साथीहरू अनि डान्स गर्दा राति परिहाल्यो। अनि फेरि राति परेर घर फर्किहाल्यौँ। घर फर्किएपछि अनि मैले भिडियो बनाउनै पाएन। कोलाई कस्तो लाग्यो मेरो छोटो मिठो भलग होइन। छोटो मिठो भन्दा लामो भइहाल्यो। तर पनि कस्तो लाग्यो के को लाग्यो कमेन्टमा भनिदिनु होला। बाई बाई।